नमस्कार, युट्युब विशेष सामग्रीमा तपाईलाई स्वागत छ। म रामु आचार्य। आजको सामग्री अल्पायुमै निधन हुनुभएका चर्चित गायक संगीतकार संगीत संयोजक सुनिल बर्देवासँग सम्बन्धित छ। सुनिल बर्देवाको उपचारका क्रममा टिचिङ अस्पतालमा निधन भएको छ। उहाँको गोरेटो अनि उस्तै छ गल्ली, कतै तिम्रो मन बदलियो कि, बिहानीमा, पर्खाइमा, जब म लगायतका गीतहरू निकै चर्चित छन्। उहाँका जब म, मेरो गिटार, बेस्ट अफ सुनिल बर्देवा लगायतका एल्बम प्रकाशित छन्। उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ। गत वर्ष उहाँकी श्रीमतीको निधन भएको थियो। दैवले बार बार यही परिवारलाई किन ठगिरह्यो, किन लुटिरह्यो। एक वर्षको फरकमा माता अनि पिता दुवैलाई चुडेर लाँदाखेरि गायक सुनिल बर्देवाका बच्चाहरू टुहुरा हुन पुगेका छन्। उहाँको निधन सम्बन्धमा चर्चित गायक नवीन के भट्टराई भन्नुहुन्छ, अझैसम्म पनि सक्छु। उनी राम्रो कलाकार त थिए नै, मेरो एकदम नजिकको साथी पनि थिए। भैरवाको कन्सर्टमा नवीन के भट्टराईले केही चर्चित गीत सुनिलको नाममा समर्पण गर्दै पनि सुनाए, जुन गीतहरू सुनिलले नै एरेन्ज गरेका थिए। गायक संगीतकारका साथै कुशल एरेन्जर पनि थिए सुनिल। धेरैका पप गीतमा संगीत संयोजन गरेका थिए उनले। नवीनको पनि रहरै रहरमा, सायद तिमी नै हौ, रात बित्यो हेर तिमीलाई सम्झेर लगायतका 2 दर्जन गीतमा म्युजिक एरेन्ज गरेका थिए सुनिल बर्देवाले। झन्डै 4 वर्ष अघि तिमीलाई मन पराउँछु गीतको एरेन्ज आफ्नो लागि उनले गरेको अन्तिम काम भएको नवीन के भट्टराई सम्झन्छन्। सुनिल बर्देवासँग करिब 20 वर्ष अगाडि भेट भएको रहेछ नवीन के भट्टराईको। रहरै रहरमा एल्बमको गीत रेकर्डिङ गराउन सान्तोना रेकर्ड्स स्टुडियोमा जाँदा पहिलो भेट भएको थियो। उनी त्यहाँ एरेन्जरको रूपमा काम गर्थे, उनले बताए। नवीनका अनुसार सुनिल आफै गीत लेख्ने, कम्पोज गर्ने र गाउने बहुप्रतिभाका धनी थिए। उनको मनपर्ने बाजा गिटार थियो। बाँसुरी, पियानो र बेस पनि उत्तिकै रुचाउँथे। एउटा मल्टी ट्यालेन्टेड म्युजिसियन गुमाइयो, अवरुद्ध गलाले नवीनले भने। त्यसो त आफ्ना साथीका अधिकांश कुरा मनपर्छ। नवीनलाई पनि सुनिलले गाएका सबै जसो गीत मनपर्छ, तर त्यसमा पनि यो साँझ, यो रात, गोरेटो अनि उस्तै छ गल्ली भन्ने गीत विशेष लाग्छ। संगीतकर्मीको रूपमा क्षमतावान सुनिल आपसी सम्बन्धमा चाहिँ कस्ता मान्छे थिए त? नवीनले सुनाए, रमाइलो मान्छे थियो, हाँसी मजाक गरिरहनु पर्ने, जोक मारिराख्नु पर्ने। हामी सांगीतिक कार्यक्रमका क्रममा हङकङ, दार्जिलिङका साथै धेरै देशका ठाउँहरूमा सँगै गएका थियौँ। उनीहरू प्राय काठमाडौँको पुतली सडकमा रहेको ओपस स्टुडियोमा भेटघाट गर्थे। संगीतकर्मी युवाको जमघटमा संगीतकै कुरा हुन्थ्यो। नवीन पारक गर्छन्, म्युजिकलाई सिरियसली लिने र रक पप जस्तो पनि संगीत गर्न सक्ने खालको थियो। त्यस्तो ट्यालेन्टेड मान्छे कमै पाइन्छ। गायक सुनिल बर्देवाको निधनमा रचनाकार भूपेन्द्र खड्का लेख्नुहुन्छ, हार्दिक श्रद्धाञ्जली। चर्चित गायक, संगीतकार, संगीत संयोजक सुनिल बर्देवाको दुःखद निधन भएको छ। प्राप्त खबर अनुसार उहाँको केही बेर अघि उपचारका क्रममा टिचिङ अस्पतालमा निधन भएको। उहाँका गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा, पर्खाइमा, जब म लगायतका गीत चर्चित छन्। उहाँको जब म, मेरो गिटार, बेस्ट अफ सुनिल बर्देवा लगायतका एल्बम प्रकाशित छन्। उहाँका एक छोरा र एक छोरी छन्। गत वर्ष उहाँकी श्रीमतीको देहान्त भएको थियो। उहाँको पार्थिव शरीर भोलि बिहान 2-3 घण्टा नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ र भोलि नै पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ। त्यस्तै सङ्गीत व्यवसायी सुभाष रेग्मी लेख्नुहुन्छ, हे भगवान, अर्का साथी कुशल गिटार वादक तथा सङ्गीतकार सुनिल बर्देवा भगवानको बाहिर। साङ्गीतिक क्षेत्रलाई नै स्तब्ध बनाएको छ सुनिल बर्देवाको निधनले। उहाँको आत्माको चिर शान्तिका लागि हामी प्रार्थना गर्दछौँ। यस्तै अन्य विविध जानकारीका लागि हाम्रो युट्युब च्यानलहरू रामु आचार्य र लक्ष्मण सापकोटालाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। रामु आचार्य बिदा हुन्छु। नमस्कार।